मैले भने नि यहाँ यस्तो कुरो लाग्छ भनेर हैन त्यही भएर आज त मौसमले एकदमै साथ दिएको के मलाई तर आज चाहिँ अहिले चाहिँ फेरि यस्तै कुरो परिरहेछ के हैन अब यस्तो भएपछि फेरि कुरो लागिसकेपछि अब बाटो केही पनि देखिँदैन क्या हैन त्यही भएर क्या कम गाह्रो छ त यार जस तर बाटो पो कहाँ हो भन्ने कुरा थाहा भएन क्या अब अघि नै त त्यो कुरो नलागेपछि त अब यसो त्यो हेरेर नि थाहा हुन्छ क्या अब यहाँ जाने भन्ने कुरा तर कुरो लागेपछि अड्यारो हुन्छ क्या हैन यस्तो छ पुरै अब कता जाने फेरि बाटो क्या मुस्किल गरिया यार जाउँ जटा भएन हैन सो बाटो चाहिँ कुन हो फेरि कस्तो त्यो कुरो लागेपछि यस्तै हुन्छ क्या यो बर्खा महिनामा फेरि यो लेकतिर त फेरि कस्तो हुन्छ भने चाहिँ अब प्राय कुरोहरू लागिरहेको हुन्छ क्या हैन त्यही भएर चाहिँ अब अघिसम्म त मौसममा यस्तो साथ दिइरहेको थियो कि यस्तो दामी भइरहेको थियो हैन तर अहिले चाहिँ फेरि अड्यारो भइरहेछ क्या अब यस्तो हो भने अब मलाई नि बाटो थाहा हुँदैन क्या म फेरि अब अन्ततिर जाने मान्छे फेरि घरतिर फर्क्यो भने त फेरि झ्याउ हुन्छ नि त बिजोक हुन्छ नि त हैन यसो त्यही भएर क्या बाटो चाहिँ कुन हो भन्ने कुरा हो लास्टै थाकिसक्यो यार मलाई 3-4 घन्टा भइसक्यो यार हिँडेको है अझ धेरै अझ 1 घन्टाभन्दा हल्का बढी त हिँड्नु नै बाँकी छ क्या त्यहाँ गाडी चढ्नलाई अब त्यहाँ थुप्रो छ क्या त्यहाँ गाडी चढ्न कस्तो गाह्रो भयो त सो यही हो हैन अचम्म छ यार जिन्दगी यार खै त बाटो त पुरै अँड्यारो छ त कहाँ जाने हो फेरि